हाम्रो एकजना के अरे प्रभुको छोरी चेन्नईमा आउनु भएको थियो अनि उहाँहरूले इन्डोनेसियामा सेवाकाई गर्नुहुन्छ अनि चेन्नईमा हाम्रो चर्चमा एकपल्ट उहाँ प्रचार गर्न आउनुभयो। इन्डोनेसियामा उहाँहरूको 10,000 वटा सेल चर्च छ। 10,000 वटा सेल चर्च उनीहरूले हेरचाह गर्छन् अनि 10,000 वटा सेल चर्चमा नि कुनै पनि सेल चर्च सुसमाचार प्रचार गरेर भएको होइन। सबै सेल चर्चमा नि प्रभु येशू ख्रीष्ट आफै प्रकट भइकन उहाँले आफै नै मान्छेहरूलाई सिकाउन थाल्नुभयो अनि मानिसहरू प्रभु येशू ख्रीष्टमा आए। एकजना छोरीको कथामा आज पनि भन्छु, एकजना छोरीले प्रभु येशू ख्रीष्टलाई ग्रहण गरे, आमासित उसको झगडा हुन थाले। आमाले भने तैँले चाहिँ प्रभु येशू ख्रीष्टलाई ग्रहण गर्नु पाउँदैनस् किनभने हामी मुस्लिमहरू हौ अनि हामी त इस्लाम धर्मलाई मान्ने हो, हाम्रो धर्मशास्त्र चाहिँ कुरान हो। छोरीले भने आमा होइन, साँचो चाहिँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। आमा छोरीको बिचमा झगडा भयो अनि आमाले छोरीलाई घरबाट निकालिदिए अनि छोरी जसै घरबाट गयो आमा फतफताउँदै बसिराखेका थिए अनि आमालाई कुरान पढ्ने समय भयो अनि आमाले कुरान पढ्दै गर्दाखेरि जसै आमाले त्यो समय भएपछि उसले कुरान निकाले अनि कुरान सट्टै खोले। कुरान भित्र लेखेको रहेछ आदिमा वचन थियो, वचन परमेश्वरसँग थियो अनि वचनै परमेश्वर हुनुहुन्थ्यो। छक्कै पर्यो। यो खण्ड कहिले पनि देखेको थिएन आमाले। यसो बाहिर हेऱ्यो, छोरीको बाइबल पनि पढ्यो क्या भनेर बाहिर हेऱ्यो, कुरानै छ। भित्र खोलेर हेऱ्यो बाइबल छ, फेरि बाहिर हेऱ्यो कुरान छ। आमा तर्सेर झटार हानी पठायो, फेरि एकछिनमा बोकेर ल्याएर आमाले फेरि हेऱ्यो, होइन बाहिर कुरान छ। भित्रको सबै पन्नाहरू नै परमेश्वरको धर्मशास्त्रमा परिणत भइसकेको रहेछ। अनि प्रभु येशू आउनुभयो आमाकोमा अनि भन्नुभयो यहाँ भित्र लेखेको धर्मशास्त्रको परमेश्वर चाहिँ म हुँ, तेरो छोरीले आराधना गरेको प्रभु येशू ख्रीष्ट म हुँ। अनि त्यो दिन आमाले पनि दण्डवत गरिकन प्रभु येशू ख्रीष्टलाई आफ्नो प्रभु मुक्तिदाता भनिकन स्वीकार गरे। हेर्नुहोस् है, उहाँहरूकोमा 12 जनाको सानो झुन्डहरू छ, थुप्रो लाखौं झुन्ड छ। 12 जना भएपछि उनीहरूको ग्रुप छुट्याइदिइहाल्छ। हामीलाई चाहिँ एकदम 12 जना हुँदाखेरि त सेवा गर्नु नै मन पर्दैन कतिजनालाई त। हजुर 12 जना आज जम्मा भयो भने त प्रचार गर्नु नै मन पर्दैन मलाई पनि। तर उनीहरूको 12 जनाहरूको झुन्ड उनीहरूले जम्मा गर्दो रहेछ अनि उनीहरूको चर्च नै त्यसरी। उनीहरूले एउटा आधिकारिक रूपमा चर्च चलाउनु पाउँदैन, उनीहरू सबै अन्डरग्राउन्ड। सरकारले चाल पायो भने कठोर भन्दा कठोर दण्ड दिन्छ। अनि 12 जना उनीहरूको। अनि प्रभु येशू ख्रीष्ट आएर ती 12 जनालाई सिकाउनुहुन्छ अरे। प्रभु येशू ख्रीष्टले भन्नुभएको छ यो पढ्नु। अनि उनीहरूले भनेछ प्रभु हामी त अब बाइबल स्कुल हुन्छ भन्छन्, के अरे बाइबल ट्रेनिङहरू हुन्छ अरे, सेमिनारी हुन्छ अरे, बाइबल कलेज हुन्छ अरे, अनि हामी त त्यहाँ गएर सिक्नुपर्छ अरे, अनि मात्रै हामी सिकाउने योग्यका हुन्छौँ अरे। हामीले त त्यस्तो सुन्दै आएको। प्रभु येशू ख्रीष्टले बाइबल उठाउनु भयो अरे, उहाँले भन्नुभयो अरे यदि तिमीले यो भित्रको सबै कुरा तिमीले पालन गर्यो भने सेमिनारी तिमीहरू जानै पर्दैन। दिस इज योर बाइबल स्कुल, दिस इज योर बाइबल कलेज। यदि भित्र भएको कुरा तिमीलाई जसरी लेखिएको छ त्यसरी नै पढ्यौ। अनि प्रभुले भन्नुभयो अरे तिमीहरू दिनौ प्रभु भोज गर्नु चाहिँ नछोड्नु अनि बाइबल अध्ययन गर्नु नछोड्नु। त्यति मात्रै सिकाउनु भयो अरे। अनि उहाँहरू अहिले त्यति नै गर्दैछन् अनि लाखौंको संख्यामा उनीहरूको वृद्धि भइराखेको छ। लाखौंको संख्यामा वृद्धि भइराखेको छ। हेर्नुहोस् है, हामी कुन युगमा बाँचिराखेका छौँ? गस्पल अफ द किङडम। प्रभु येशू ख्रीष्टले भन्नुभयो राज्यको यो सुसमाचार सबै जातिमा साक्षीको निम्ति प्रचार गरिनेछ।